What's up beautiful people? Welcome to my video. Hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म एकदम सन्चै आरामै छु भन्नुपर्छ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो रिक्सा अनि यस्तो बवाल देखिरहेको यार मौसम यार हिमालहरू यार सर्लकको पारामा उ यहाँनिर आयो दिदी एक्सरसाइज हान्दै हुनुहुन्छ। हामी चाहिँ आज पिकनिक यस्तो भाँडाकुडी पन्डाङ पुन्डुङहरू बोकेर हिँडिरहेछौँ यहाँदेखि यहाँ मुनिको खोलासम्म उ यहाँ माथि टक्क हिमाल देख्ने ठाउँतिर बसेर चिल हानु भनेको। अलिकति प्राविधिक समस्याको कारण त्यहाँतिर बस्न सकेन हामी। त्यस्तो प्राविधिक चाहिँ होइन तर त्यहाँ अलिकति त्यो हुन्छ अरे कि आगो सागोहरू त्यो गर्नु हुँदैन अरे। ल वाउ यहाँ यस्तो गोरेटोमा हिलाएर हिँड्दै हुनुहुन्छ उहाँ ब्रिस्केटको साथमा करोड के देखाइदिनु नि त्यो चप्पलमा तर लौ ल्याउँछु के भन्छ त्यसले वा नाइस नाइस के यहाँ पकाएर खाइदिनुपर्छ के हो यहाँ मान्छेहरू आउँछ होला है। यहाँबाट पानी बोकेर लानुपर्ने हुन्छ हामीले चाहिँ किनकि फेरि त्यहाँ खोलाको पानी अलिकति राम्रो छैन कि खानुको लागि। यहाँबाट सर्ल्याक्क पानी सानी भरेर लानुपर्ने हुन्छ। अनि हाम्रो पिकनिकको लागि रेडी पारेको मासु सासु सामानहरू सब फ्रिजभित्र हालेर राखेको थियो। आइस के हो यार तरकारी त आइस भएछ छ्या सेन छैन दाजु चपताप्छु हेर्नु न गाई यस्तो डल्लो पारेछ भने भएछ भने यार के गर्नु त भिजोक भएन त हिजो बेलुका नै त्यसमा हालेर राखेको फ्रिजमा बिग्रिन्छ भनेर फेरि एउटा चक्कुले नै हे भगवान् थेट यहाँ जाने हेर न मासु what the hell is this यार केमा पगल्दी भयो यो खाँदै पकाएर खाला जस्तो चाहिँ लाग्यो नि। यहाँ एउटा मासु होला त्यस्तो छ फेरि आलुको हालत आलु आइस भएछ फेरि हाम्रो सिलिन्डर दिस यो पनि आइस भयो होला हौ तिमीले फ्रिजमै राखेछ अब पड्किन्छ होला यार अहिले त हो र अनि के पकाउन मिल्दैन त आइस त भयो होला है भित्रको आइस हुन्छ र सरौँ भन्दो रहेछ नि भएन चिसो भयो नि कस्तो अनि तिमीले हिजो नै भन्नुपर्छ मलाई थाहै थियो नि सबै आइस भित्र राख्दैन नि अहिले पड्क्यो भने ग्यास अन गर्दै फेट भिजोक त यार क्यान्सल त पिकनिक न हाम्रो सिलिन्डर के भन्छ सिलिन्डर यो हालत यहाँ ग्यास मलाई थाहै छैन मैले के वास्तै गरेन नि पाङमा तिमी अब तेलहरू त आइस भइसक्यो त यहाँनिर खासै अवस्था हेर्दा आजको पिकनिक खाला जस्तो लागेन मैले चाहिँ। हामी चाहिँ पिकनिककै क्रममा छौँ देख्न सक्नुहुन्छ यहाँनिरको दृश्य लगभग हामी अब पिकनिक खाने ठाउँमा पुग्नै लाग्यो यहाँ छेउमा हो र यस्तो भिरको बाटोमा यस्तो भिर जस्तै टाइपको त हो नि यो यस्तो बाटोमा होइन यो हिल चाहिँ खतरा हुँदो रहेछ कस्तो बाङ्गो टिङ्गो वा नाइस यतिको चाहिँ हुनु पऱ्यो ल तपाईँहरू प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ। अलिकति माथि सार्नु देखाइदिउँ पिकनिकको हालत जिन्दगी बर्बाद हुने अवस्था आइपऱ्यो साथीहरू। what the hell is this यार बोल्दै नै छौ हावाले यति धेरै हावा चल्यो यो साइडमा होइन ठाउँ चाहिँ बब्बाल छ भनेर बनाइदिनु यहाँतिर यसो चिलमा यो खोलाको साइडतिर बसेर चिलमा पकाएर खाम भनेर सब सामानहरू लिएर आएको लास्टमा खुलित्तै ग्यास यति हावा चल्दो रहेछ ग्यासै बल्दैन रहेछ अनि यहाँ अलिअलि बल्दो रहेछ अब त्यहाँ पकाउँछु होला हामी आइज ऊ यहाँ अलिअलि बल्दो रहेछ त्यहाँ पकाएर खान्छ। टिकटक स्टार मन पऱ्यो के हो यो गोरुले खैरीलाई ऊ यस्तो हावा चल्छ नि हाल्दाखेरि माथि त्यो हुन्छ नि हट कहाँ बसेर खाने नि पहिला पकाउन यहीँ अनि खाना त जहाँ बसेर खानु भइहाल्यो पाक्नु चाहिँ पऱ्यो कि यहाँ हावा आएर यस्तो त्यो भएर तिमुरहरू कहाँ भागेछ त त्यो भित्र होला भिडियो गरेर हो देख्न सक्नुहुन्छ हाम्रो पिकनिकको हालत है पुरै बिजोग भइरहेको
ओ यहाँ छेउमा गएर पकाउने भनेको हावा चलेर यहाँनिर एकजना टिकटक स्टार बबाल है अनि म चाहिँ यहाँ पकाइरहेको छु प्रदर्शन गर्नु मैले अन गरेको छु त अक्षर रूपमा देख्न सक्नुहुन्छ अब हाम्रो होको चाहिँ होइन रेडी भइसक्यो यसो खानु पर्छ अब के भन्ने आलु हाले छैन अब यहाँतिर यस्तो ठाउँमा आएर पिकनिक मनाउँदैछौँ किनभने यस्तो कपडा लगाएर आमा कम गाह्रो भयो मान्छेले हिँड्नलाई यस्तो यस्तो बाटो भिरबाट मुनि गुल्दै ल साथीहरू दुःख सुख गरेर पकायो है यहाँ देख्नु सक्नुहुन्छ पकाएको हाम्रो परिकार प्लस चिसो चिसो फलफुल फ्रुटहरू बल्ल तल्ल ग्यास बालेर पकायो बल्ल तल्ल ग्यास घर थियो यहाँनिर देख्नु सक्नुहुन्छ ऊ यसमा हावा चलेर बल्ल बल्ल पकाएको त्यो चाहिँ भ्यू सरलाई पारामा अनि मेरो भ्यू चाहिँ यो हाम्रो दिदीको लुक्स भोगलाई बिहान चाहिँ केही खाँदैन भोग लागेर चुर अवस्थामा हुनुहुन्छ उहाँ चाहिँ चिरमा यस्तो डान्स हानिदिनु फेरि म भबाको यसमा हालेर खाऊँ भनेको तर यस देख्दैन रहेछ के भन्छ अरे स्टिकको हाफ नै देख्ने रहेछ कि पानी साथीहरू हाम्रो चाहिँ अब पिकनिक कार्यक्रम चाहिँ एकदम अन्तिम चरणमा आइपुगिसकेको छौँ र हामी यहाँ अहिले जुन ठाउँमा पिकनिक खाएको थियो त्यो स्थानबाट चाहिँ अब हाम्रो रुमतर्फ लाग्दैछौँ देख्न सक्नुहुन्छ हाम्रो आदरणीय ताओ पेमा लोप्चनज्यू हिँड्दै हुनुहुन्छ एकदम हिल चप्पल लाएर टक 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 भिरतिर अनि म छु यता चाहिँ ल हाम्रो पिकनिक आएको ठाउँ चाहिँ यस्तो थियो देख्न सक्नुहुन्छ गर्मी अब के हो केरुङ पनि गर्मी आइसक्यो हो र बिहान बेलुका चाहिँ फेरि थर्रै हुन्छ त अलिकति घाम लाग्यो भने पोल्ने काम हराउने बित्तिकै काम्ने वाट द हेल इज दिस वाउ हिमाल आया